गाइज नमस्ते गफ घरको नेक्स्ट ब्लगमा चाहिँ स्वागत छ। अनि आज चाहिँ हामी यो के अरे सीमाले यहाँ स्कुटी सिक्ने भनेर हामी यतातिर आएको छौँ। ल स्टार्ट भयो म्याडमको स्कुटी। यो ग्राउन्डमा चाहिँ आउने भने मलाई चाहिँ सानाको धेरै कुराहरू याद आउँछ। हामी यहाँ क्रिकेट खेलेको, त्यसपछि फुटबल खेलेको। फुटबलभन्दा पनि हामी चाहिँ धेरै जसो यहाँ चाहिँ क्रिकेट खेल्दैथ्यौँ। अहिले धेरै साथीहरू चाहिँ आफ्नो काममा हुनुहुन्छ, तर यहाँ आउने भने सबै सानो छँदाका धेरै कुराहरू चाहिँ याद हुने गर्दछ। स्कुलबाट आयो, त्यसपछि गएर खाजा खायो, घरको काम गर्यो, अनि त्यसपछि फेरि क्रिकेट खेल्न आयो। यति रमाइलो हुन्थ्यो साँच्चीकै, त्यो दिन फेरि आयो, कति रमाइलो। फोटो खिच्न आएन, म तिम्रो भिडियो बनाइरहेको छु हौ। अनि कस्तो मम्मीले स्कुटी सिकिसक्यो नि अब कोसँग बसेर चढ्ने? मम्मीसँग कि बाबासँग? मम्मीसँग। मसँग नचढ्ने? ल हुन्छ त्यसो भए। अब म चढाएँ। सिक्नु लागेर त बस्ने होइन हौ, त्यो लोटे भने नि जाने बेला त म चलाएर जाने। यता स्कुटी सिक्दैछ उसले पनि अब फर्स्ट टाइम हो। सुस्त है, स्पिड नलैजानु ल। जहिले स्कुटी सिकाइदेन भनेर हो। स्कुटी ल्याएको पनि ठिकै 1 वर्ष भयो, 1 वर्षपछि बल्ल पालो आएको छ। कस्तो लाग्यो? सक्यो? सकिन्छ? तिमीले होइन हौ, मम्मीले।